सो आजको भिडियोमा चाहिँ म अहिलेसम्म मैले नचिनेको नदेखेको र नबोलेको मान्छेहरुसँग दशैंको टीका लगाउनेवाला छु। त्यो पनि कतिजनासँग, यतिजनासँग 100 जनासँग यो दशैंमा म नचिनेको मान्छेहरुसँग टीका लगाउनेवाला छु। र अब के कस्तो हुँदो रहेछ हेर्दिम अगाडि भिडियो। टीका लगाउन आइयो कि? टीका लगाउन आइयो कि? सो फाइनली अब हामी स्टार्ट गर्छौं। सो लेट्स गो विथ द फर्स्ट टीका। लेट्स गो। योबाट चाहिँ हामीलाई थाहा भइहाल्छ कि वी आर अननोन रियल्ली। टीका लगाइदिन्छु त? टीका लगाइदिन्छु त? म टीका लगाउन आएको। म चाहिँ 100 जना नचिनेको मान्छेहरुको हातबाट टीका लगाउँदै हिँडे हो के। लगाइदिउँला नि त। हस् हुन्छ हुन्छ ल। मलाई चिन्नुहुन्न नि है? ल यहाँ फेरि पत्ता नपत्ताउन सक्छन्। टीका लगाउन आएको हजुर। टीका भइले गर्न सजिलो छ। टीका मान्छ लगाइदियो। हामी चाहिँ 100 जना नछौँ। फाइनली 4 अझै वी हेभ टु मेक 96। हजुर नमस्कार। टीका लगाउन आएको। हस् लगाइदिन्छु नि। ल भाइहरूलाई पनि यसो ल ब्लग बनाउँदै आयो भाइहरू। हिमाक छेत्री ल आमा लगाइदिनु। यता बसेर यता बसेर म चाहिँ बस्नु पर्यो। दक्षिणा दक्षिणा दिनु। दक्षिण पर्दैन। ल्याउनु पैसा ही पैसा होगा। तल हो कि नमस्कार। नमस्ते। टीका लगाउन आएको कि नचिनेको 100 जना व्यक्तिहरुसँग टीका लगाउँदै घर यहीँ। अब हामी निस्किन्छौँ है त। धन्यवाद। टीका लगाइदिनु भयो, खुसी लाग्यो। त्यहाँबाट उता भण्डारटेकतिर जाने बाटो चाहिँ कति जानु? 7 यस। टीका लगाउन आएको। 100 जना नचिनेको मान्छेहरु टीका लगाउँछ। हेलो। No, like no.
अलिकति के गाह्रो भन्दाखेरि चाहिँ पैसा दिनुपर्छ कि भन्ने गाह्रो तर वी आर नट हियर फर मनी ब्रो इट्स अबाउट 100 ए ल हुन्छ त धन्यवाद शनिबार टिका लगाइदिनु भयो कतिजना भयो कति अनुमान 11 12 7 8 9 10 11 12 ए 3 जना 11 12 ओके 12 भनेपछि वी हेभ लिभड ओन्ली 88 त्यसको ओन्ली त के भन्नु त्यसले टीका लाउन आइयो कि टीका लाउन आइयो कि सबैजना नचिन्नु भएको व्यक्तिहरूसँग टीका लाउँदै हजुरहरूलाई लगभग हामीले लाग्यो होला 5-10वटा घरमा लाग्यो धेरै ठाउँमा अलिकति आनाकानी गरे जस्तै एक्सेप्ट गर्नुभयो गर्न त हजुरहरू चाहिँ फ्याट तल आइहाल भन्नुभयो त्यो के कुराले चाहिँ आयो त्यो आइहाल भन्नु त आनाकानी गर्नु भएन नि त दसैँको टिका आफूले ठुलाले सीता लाउन खोजेकामा छोरा नातिहरूलाई लगाइदिनु पर्छ हामीले त्यही हो कि अर्थ त केही नि होइन त्यही हो तपाईँहरूको अभियान के हो हामीलाई थाहा छैन तपाईँले के सम्झेर आउनुभयो के सम्झेर टिका लाउँछु भन्नुभयो ल आफै जान्नुहोस् मैले चाहिँ त्यही सोचेँ हुन्छ धन्यवाद एकदम खुसी लाग्छ हामी चाहिँ त्यही त सबैजना हुन्छ धन्यवाद हस् धन्यवाद खुसी लाग्यो दसैँमा यस्तो सुनसान देखेर केवल डिप्रेसनमा मात्र जान बाँकी थिएँ म अब भिडियो बनाउन आएको छु 100 जना र पुगिरहेछन् जम्मा 14 जना त्यही माथि यति सुनसान अनि भित्रबाट कस्तो होला त्यो मन अब आफै सोच्नुहोस् किन यति सुनसान भयो यो दसैँ अहिलेको दसैँ किन यति सुनसान भयो भने 14 जना त एकदम बवाल एकदम राम्रोसँग लगाइयो तर नाउ वी आर स्ट्रगलिङ फर गेटिङ द पिपल्स राइट आउट हियर सो मच हार्ड टु फाइन्ड पिपल्स गाइज सो मच हार्ड हेरौँ बाटो हामी हिँड्दैछौँ अब यत्तिकै अरूकोमा घर मोस्ट अफ दको घर ढोका लाउनु भएको छ होइन ढोका लाउँदाखेरि चाहिँ अब ढोका खोलेर भित्र जान पनि एकदम गाह्रो छ बाहिर बनाउँदाखेरि पनि त्यो हामी टिका लाउन आएको हजुर बाहिर आउनुहोस् भन्न पनि अलिकति त्यो उसनै के उसै फरक के त्यस्तो खालको उस भयो बट वी आर डुइङ त अहिलेसम्म जति गरियो एकदम इट्स सो मच खतरनाक सो मच गुड फिलिङ गुड भाइब्स भनौँ न होइन पहिलाको भन्दा अलिकति एकदम रमाइलो छ यो टिकाको उस चाहिँ तर दसैँ त त्यति साह्रो रमाइलो छैन तर यो भिडियो चाहिँ रमाइलो छ पहिलाको भन्दा मलाई मजा आइरहेछ बनाउन एकदम
वी आर सर्चिङ फर होम गाइज। गाउँघरमा सजिलो होला तर सहरमा यस्तो सजिलो छैन नि। तर यतापट्टि जे होस् ठिक यतिको भए पनि पाकै हो भनौँ, एकदम सुनसान छ गाइज। सो हेर्नुभयो त यहाँसम्म हेर्नुभएकोमा धन्यवाद। र अब सरी त भन्ने होला, अरू चाहिँ के भनौँ। यहाँ अब 10 लेख्नुपर्ने रहेछ, अब 100 लेखेर अलिकति गल्ती गरे जस्तो ला। खास त्यस्तो होइन। अब तैँले यदि 100 पुऱ्याउनु सक्दैनस् भने टी सर्टमा 100 लेखेर किन त्यति नाटक पारे भनेर हजुरको जिज्ञासाहरू पनि हुनसक्छ। एङ्गर होला, खाली ढाँटे हो होइन, खाली हामीले उल्लु बनाए जस्तो कि यु हेभ थट्स लाइक द्याट, यु वुड बी थिङ्किङ लाइक द्याट, बट त्यस्तो चाहिँ होइन। रियालिटी अलिकति रियालिटी चाहिँ अर्कै छ। मलाई पनि अलिकति म ढाँटेँ क्या हो, मैले काम नपारे यो गरेँ क्या हो भने जस्तो फिल हुँदो रहेछ। यो चाहिँ पुरा गर्न नसक्दाखेरि चाहिँ पुरा पनि अझ ल 50, 60, 70 कम्तीमा पनि 40-50 जना पुरा भयो नि ल हुन्थ्यो भने जस्तो फिल पनि भयो पछि। तर पुऱ्याउन सकेको भए हुन्थ्यो भन्ने फिल भयो। तर बट द रियालिटी बिहाइन्ड इट इज समथिङ एल्स। हामीले चाहिँ प्रयास गरियो एकदम। द मेन कुरो सुरुमा चाहिँ यो पुरा नहुनुको मेन कारण चाहिँ समय भयो हाम्रो टिकाको। सो हामी टिका लगभग घर टिका यताउता गर्दाखेरि चाहिँ लगभग 1 बजिसकेको थियो। एन्ड टिका पनि हेर्नु कति बेला थियो, लगभग 11:40 11:36 भने चाहिँ 11:40 थियो। यताउता गर्दा 12 बजीतिर सुरु भयो अरे 1 बजीसम्म यताउता भयो भनौँ न 1 बजीसम्म। त्यहाँपछि चाहिँ 1:30 बजीतिर निस्किएँ मलाई यो भिडियोको लागि सुट गर्नु। एन्ड अहिलेको दसैँमा चाहिँ के भनौँ अब, त्यो कतै फोटो खिच्न निस्केका मान्छेहरूको घर मात्रै थिरिए जस्तो फिल भएको थियो। त्यहीका नजिक अथवा भनौँ यति सुनसान थियो होइन, यति सुनसान थियो। दसैँ हो कि के हो केही वी वर जस्ट कन्फ्युज गाइज। यो जस्ट टाउकोमा टिका लाउँदै नर्मल हिँडे जस्तो फिल भएको थियो। दसैँ हो कि होइन कि वी क्यान्ट गेट एनी डिफ्रेन्स बिट्विन द नर्मल टिका एन्ड दिस दसैँ टिका। डिफ्रेन्स छुट्याउन अलिकति गाह्रो भइरहेको थियो पहिलाको दसैँ अहिलेको दसैँ। लाइक एभ्री इयर इट्स बिकमिङ समथिङ डिफ्रेन्ट, समथिङ एल्स। दसैँ होइन जस्तो, दसैँ आयो र दसैँ त आएर पनि गइसक्यो भने जस्तो फिल हुन्छ। बट लेट्स गेट टु द पोइन्ट। हाम्रो चाहिँ मान्छे एकदम कम होइन, हुन त सबै टिका लगाएर भित्रै बसिरहेको हुन्छन्। कोही फोटो खिच्नको लागि बाहिर निस्केका मान्छेकोहरूलाई हामीले पहिला चाहिँ उस गऱ्यौँ, फर्स्ट प्रायोरिटी दियौँ। किन भन्दाखेरि अब सबैको घरमा ढोका लाग्छ, अब ढोका खोलेर भित्र जाने कुरा पनि आएन। अर्को प्राइभेसी इज प्राइभेसी। बाहिर बोलाउँदाखेरि धेरै आउनु भएन। एर्ली 20+ हाउसेस वी ह्याड भिजिटेड। अनि जतिमा लायौँ हाम्रो त्यही भिडियो क्याप्चर भयो। एन्ड त्यहाँपछि आयो एउटा प्रब्लम। हाम्रो क्यामेराम्यानज्यूलाई चाहिँ निस्किनु पर्ने 3 बजे, अनि चाहिँ 3 बजे निस्किनु भयो उहाँ। अनि चाहिँ म एक्लै पनि सक्थेँ। अनफर्चुनेटली सडनली केही अलिकति नगरी नहुने यो कामलाई चाहिँ यहीँ रोक्नुपर्ने अलिकति त्यस्तै सडन मोमेन्ट क्रिएट भयो। एन्ड आइ एम रियली सरी फर द्याट। यदि एक्लै भएको भए पनि मलाई त्यस्तो मतलब थिएन। अब 5-6 बजे छ आई वुड ह्याभ डन इट सिङ्गल। म एक्लै पनि गरिदिन्थेँ हातमा क्यामेरा लिएर। पहिला पनि नगरेको होइन, बट या क्यामेराम्यानज्यूले जति पनि नियरली 2.5 घन्टा वी सुट त्यति नै भयो। अनि घर सबै सुनसान। बाहिरबाट बोलाउँदाखेरि खासै वी डिडन्ट गेट पोजिटिभ रेस्पोन्स। जति पनि बाहिर हुनुहुन्थ्यो अथवा बाहिर फोटो खिच्न निस्किनु भएको उहाँहरूसँग चाहिँ कोअर्डिनेसन गरेर ल टिका लाउनु न त भनियो। अहिले टिका लाउन पाइयो उहाँहरूबाट जति पनि यो भिडियोमा छ। यो चाहिँ एकदम छुट्टै अनौठो खालको एक्सपिरियन्स पनि होइन। तर मैले चाहिँ जुन भिडियो योभन्दा अगाडिको वर्ष चाहिँ खिचेको थिएँ एकदम के पहिलाको भन्दा एकदम छुट्टै थियो। किन भन्दाखेरि धेरैले चाहिँ एक्सेप्ट गर्नुभयो।
रिजेक्ट गर्नुभएको चाहिँ 1-2 जना हुनुहुन्छ, रिजेक्ट गर्नुभएको 1-2 जना हुनुहुन्छ, बट पहिलाको भन्दा एकदम दामी। द एक्सपिरियन्स वाज समथिङ एल्स। एउटा एक्सपिरियन्स पनि भयो कि एउटा 100 जना पुऱ्याउनु सकिएन, त्यो एउटा दुःख एउटा ठाउँमा छ। बट जति पनि हामीले लाग्यो नि अननोन, सबै अननोन, एकदम एउटा पनि नचिनेको सबै अननोन लाग्यो। त्यसमा चाहिँ म एकदम खुसी छु, एकदम अननोन लाग्योमै हामीले यस्तो हुँदो रहेछ है। अननोन टिका लगाउँदाखेरि चाहिँ मान्छेहरूले यस्तो खालको ट्रिट गर्नु हुँदो रहेछ। वी गट टु सेयर द एक्सपिरियन्स विथ यु गाइज। यति भए पनि वी गट सम एक्सपिरियन्स, वी ग्यादर सम एक्सपिरियन्स, वी सेयर सम एक्सपिरियन्स होइन मान्छेहरूको, होइन त्यही नै हो, यही नै भयो। आइएम रियली सरी फर द्याट। यो चाहिँ नाममा मात्रै भयो, एउटा 0 यसरी छोपेर हिँड्नुपर्ने अवस्था आयो अहिले चाहिँ। आइएम रियली सरी फर द्याट। यो चाहिँ बाध्यता टाइप भयो भनौँ न योपालि चाहिँ। आइएम रियली सरी फर द्याट। अलिकति बाध्यता टाइप नै भयो, तर जति पनि लगाइयो अननोन टिका एकदम उहाँहरूलाई चाहिँ एकदम धन्यवाद। जसले पनि हेर्दै हुनुहुन्छ, नहेर्नु भएकोले पनि एकदम धेरै धन्यवाद। उहाँहरूले गर्दा नि यतिको भए पनि भिडियो बनाउन सफल भइयो। वी आर रियली ग्रेटफुल। थ्याङ्क यू सो मच फर वाचिङ। आइएम रियली सरी फर यु गाइज। यो 10 मात्र हुनुपर्ने 100 हो। आइएम रियली सरी फर द्याट। आई वान्ट टु गिभ यु द बेस्ट कन्टेन्ट यु विल बी सिइङ इन युट्युब फ्रम नेपाली गाई हो क्या हजुर। थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच। यहाँभन्दा बढी कुरा नगरौँ। यदि हजुरहरूलाई चाहिँ मैले अलिकति भए पनि एक्सपेक्टेसन मिट गर्न सकिनँ, मलाई जहाँसम्म लागेको पनि थियो त्यही बेला भिडियो उस गर्दै स्टप गर्ने बेलामै मलाई लागिसकेको थियो अब यो यस्तै हुने, यत्तिकै रहने भयो, पहिलाको भन्दा नि खत्तम हुने भयो। बट आइएम रियली सरी फर द्याट गाइज। जति पनि भयो एकदम राम्रो थियो। सबै टिका लगाइदिएर आशीर्वाद दिनुहुने सबैलाई धन्यवाद। एकदम थ्याङ्क यू सो मच मनैदेखि हजुरहरूलाई पनि थ्याङ्क यू सो मच। अनि दसैँ कस्तो भयो ट्यागको कमेन्ट हाल्न चाहिँ नभुल्नु होला। लभ यु गाइज। वी आर हेडिङ फर तिहार। ह्याप्पी तिहार, ह्याप्पी तिहार, ह्याप्पी तिहार, चिसो बिहार। थ्याङ्क यू सो मच गाइज। पछि हजुरहरूको माफीको प्रतीक्षामा छु। मलाई चाहिँ माफ गर्नुहुन्न भने चाहिँ होइन, मलाई जहाँसम्म लाग्छ मलाई चाहिँ माफ गर्नुहुन्छ, एकदम मनबाट चाहिँ मलाई माफ गरिदिनुहोस्। बट माफ गर्नुहुन्न भने अथवा माफ गरेर पनि मलाई सर्भाइभल अथवा त्यस्तै के च्यालेन्ज दिनु ल। यो चाहिँ मैले हजुरलाई यो वर्ष, योभन्दा अगाडिको वर्ष पनि भनेको थिएँ र यो वर्ष पनि भन्दैछु। प्लिज गिभ मी यस्तो डियर भन्दा पनि टाइप अफ सर्भाइभल च्यालेन्ज हुन्छ कि कस्तो, यस्तो ठाउँमा गएर सर्भाइभ गर्नु, यस्तो गर भनेर यति घन्टाको लागि यसमा सर्भाइभ गर, यताउता होइन, त्यस्तो च्यालेन्ज दिनु न। आई सुड गेट, म च्यालेन्ज पाउने लायक त छु नि म। हजुरहरूबाट मैले पनिसमेन्टको रूपमा च्यालेन्जहरू त पाउन सक्छु नि त। प्लिज मुभ अहेड, गिभ मी च्यालेन्जेस। म चाहिँ रेडी छु च्यालेन्ज फेस गर्नलाई। बट सुहाउँदो खालको होइन, सुहाउँदो खालको च्यालेन्ज हुनु पऱ्यो। आई एम रेडी गाइज, प्लिज।